अनि तिमीले एउटा कुरा कपाल कोर्दै रहेछौ, एउटा कुरा सोध्नु थियो। तिमीले कतिको जानी रहेछौ भनेर यो गहना त कति रहेछ? 1000-1000को नोट धेरै हुन्छ कि 100-100को नोट? 100 हो। कति होला त ल गहना त? 300 400 600 700 800 900 1000 1000 200 300 400 500 600 700 800 900 1000 100 200 400 500 600 700 800 900 1000 3000 100 200 300 400 500 600 700 800 900 1000 4000 4000 100 200 300 400 500 500 भनेपछि 4510 4510 हो। भनेपछि यसमा यो 4510 मा 490 थप्यो भने कति हुन्छ? 5000 5000 5000 मा कति 100 हुन्छ? 5000 मा 50 वटा 100 हुन्छ। ए अनि तिमी सामान सपोज तिमी सामान किन्न गयो हो, कुनै पनि सामान किन्न गयो, मानम तिमीले 500 रुपियाँ लिएर गएको, 260 को सामान 240 को सामान पर्यो। ल 500 निकाल पहिला। ल 500 निकाल, अलि यता सर न। ल 500 निकाल्यौ। ल 500 मा तिमीले 240 को सामान किन्यौ। अब कति तिमीसँग आउँछ फिर्ता? 200 कतिको? 40 को। 240 को भयो 360। 240 को सामान भएपछि हैन त्यहाँ निकालेर देखाउ न भनेको। त्यो त तिमीले हिसाब गर्न, मैले सोचेर हिसाब गर्न भनेकै छैन नि। त्यो बेलामा धेरै काम हुन्छ, त्यो थोरै हुन्छ, मिलाउन सकिन्छ कि नै तिमीसँग रिटर्न कसरी पत्ता लगाउँछौ? 240 को सामान 240 को सामान भएपछि अब कसरी गन्छौ? 240 को सामान भएपछि 50 250 50 300 300 400 500 भनेपछि कति फिर्ता आउँदो रहेछ? 260। ओके ल करेक्ट आन्सर। दोकान जाँदा झुक्किने होइन है, जतिको सामान बनाएको छ अनि त्यतिमा तिमीलाई फिर्ता दिएको रकम यसरी राख्दै राख्दै तिमीले अहिले गरे जस्तै गरी गर्ने हो। थ्याङ्क यू। पैसा चाहिँ गर्न जाने रहेछौ भनेपछि सामान किन्दा झुक्किन्नौ नि अब। ओके।